सत्ताको नशा यस्तो लाग्छ कि मान्छे आफूलाई भगवान सम्झन्छ, जनताको भलाइ बिर्सिएर केवल आफ्नो स्वार्थमा लिप्त रहन्छ। यो भिजिट भिसा प्रकरण आज हामी कति दल छौँ, आज हामी कति सांसद छौँ, कति हाम्रो सङ्ख्या छ, यसले महत्त्व राख्दैन। अहिले त्यो बिक्री र जसरी बेचिएका जो नागरिक छन् ती नागरिकहरू के रापरबाका र रासपाका मात्रै हुन् त? ती बेचिएका नागरिक त काङ्ग्रेससँग आस्था भएका पनि हुन्, ती एमालेसँग आस्था भएका पनि हुन्, माओवादीसँग आस्था भएका पनि हुन्, या अन्य कुनै पार्टीहरूसँग पनि आस्था भएका मान्छे हुन्, वा एक भाषामा भन्दाखेरि नेपाली नागरिक हुन्। ती नागरिकलाई बेच्ने जुन अपराध भयो, यो अपराधमा हामीले शङ्काको घेरामा राजनीतिक दलहरू, विशेष गरेर यो 18 वर्षमा 14 जना गृहमन्त्रीहरू भएका छन्। यो 14 जना गृहमन्त्रीलाई नै अनुसन्धानको घेरामा ल्याउनुपर्छ भनेर हामीले निरन्तर माग उठाइरहेका छौँ। तर अहिले कस्तो भयो, दुधको साँची बिरालो। दुधको साँची बिरालो राखेर पनि समस्याको समाधान हुन्छ त? अहिले जसका विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीहरूलाई राखेर जुन छानबिन समिति बनाए, यसले चाहिँ विधिको शासन स्थापना गर्छ भन्ने मलाई लाग्दैन। र अर्को कुरो, पहेँलो हो भन्दैमा पित्तल सुन हुन सक्छ। यो कर्मचारीको उच्च स्तरीय छानबिन समिति हो भनेर भन्दै गर्दा के यो छानबिन समिति हुन सक्छ? यो त निगाह प्राप्त गरेको एकैछिनका लागि अझ यो अपराधलाई कसरी ढाकछेप गर्ने, यो भिजिट भिसा प्रकरणमा संलग्न भएका यी 14 जना गृहमन्त्रीहरूलाई कसरी उन्मुक्ति दिने भनेर ल्याइएको यो नयाँ प्रोपेगेन्डा हो। यो प्रोपेगेन्डाका विरुद्धमा राष्ट्रिय प्रजातन्त्र पार्टी सडक र सदनमा हामी एकजुट। यो छानबिन समितिले न्याय दिन सक्छ। माननीय सभामुख महोदय, म अहिले पनि अपिल गर्न चाहन्छु, सङ्ख्याका आधारमा यो मुद्दालाई निस्तेज नपारियोस्। यो मान्छे बेच्ने प्रक्रिया हो। आज यो देशमा त रोजगारी दिएन, तर त्यही रोजगारी पाउँछु भनेर आज विदेशमा गएका दिदीबहिनीहरू, दाजुभाइहरूलाई बेचेर कमाएको रगतको श्राप लाग्छ। यो कुरा हामी सबैले संसदमा एकजुट गर्ने कुरा हो। यो कुनै पार्टी र कुनै दलको कुरा होइन। सम्माननीय सभामुख महोदय, म अन्य दलका साथीहरूलाई पनि भन्न चाहन्छु, यो कुनै राजनीतिक स्वार्थ र सत्ता स्वार्थको कुरा होइन, यो मानवताको कुरा हो। छातीमा हात राखेर भनौँ, भिजिट भिसा प्रकरणमा जोसुकै दोषी भए पनि कारबाही गरौँ, हामी एकजुट बनाउँ संसद, यो अभियानमा अगाडि बढौँ। त्यही भएर राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले जो गृहमन्त्रीले जुन समिति बनाउनु भयो, यो समितिमा हाम्रो आपत्ति छ। यो निगाहमा बनेको समिति हो, जसका उपर छानबिन गर्नुपर्ने उहाँहरूकै नेतृत्वमा यो समिति बन्यो भने यो त दुधको साँची बिरालो जस्तो हुन्छ। यसले न्याय दिँदैन, बरु अपराधीकरणलाई चाहिँ छानबिनलाई